निश्चित प्राकृतिक स्रोत साधन हुन्छ हैन। संस्कृति किन फरक हुँदै जान्छ त? प्रत्येक मानव समूहको संस्कृति किन फरक हुँदै जान्छ त भने निश्चित भूगोलमा निश्चित प्राकृतिक स्रोत साधन हुन्छ। निश्चित धेरै सबै धेरै हुँदैन। जस्तै यहाँ जैतुनको तेल तरकारीमा हाल्ने चलन हाम्रो भएन, किनकि हामीलाई प्रकृतिले जैतुनको रुख नै दिएन हैन। प्यालेस्टाइनमा इजरायलमा प्रकृतिले जैतुनको रुख दियो, त्यसकारण जैतुनलाई उनीहरूले प्रतीक बनाए, शान्तिको। हामी परेवाला बनाउँछौँ, उनीहरूले जैतुनको हाँगालाई बनाउँछौँ हैन। भनेपछि प्रकृतिसँग प्रकृतिले के चिज दिएको छ भन्ने आधारमा संस्कृति निर्माण हुन सुरु गर्छ। हाम्रो वरपर यो यो ए भनौँ वा यो चाहिँ सोनिगा भनौँ, यसको वरपर हामीसँग घना जङ्गल हुँदैन थियो भने हामीसँग काष्ठकला भएको हामीसँग संस्कृति सम्भव थिएन। किन अरबमा काष्ठकलाको संस्कृति सम्भव नै छैन, किनकि काठ नै छैन कहाँबाट काष्ठकलाले। हामीसँग त्यो थियो, त्यसकारणले यहाँ काष्ठकलामा आधारित संस्कृति छ। भनिसकेपछि निश्चित भाषा र निश्चित भूगोलमा आधारित भएर त्यो मानव समूहले एउटा निश्चित संस्कृति निर्माण गर्छ। तेस्रो कुरा। चौथो कुरा चाहिँ अनि त्यो संस्कृतिले त्यो संस्कृतिलाई अगाडि बढाउनका निम्ति, आफ्नो जीवनलाई अगाडि बढाउनका निम्ति उसको आर्थिक प्रणाली चाहिन्छ। आर्थिक प्रणालीमा चारवटा कुरा आउँछ: उत्पादन, विनिमय, वितरण र उपभोग। प्रत्येक मानव समूहले गर्ने यति चारवटा कुरा आर्थिक जीवन। उत्पादन गर्ने हो, त्यसलाई विनिमय गर्ने हो, त्यसलाई वितरण गर्ने हो, त्यसलाई उपभोग गर्ने हो हैन। मान्छे संसारमा आफै दुईटा कुरा गर्दो रहेछ। एउटा आफू जस्तै अर्को मानव उत्पादन गर्छ हैन। दोस्रो कुरा चाहिँ के भन्छ, आफूलाई भोग्न पर्ने बौद्धिक सामग्री र भौतिक सामग्री उत्पादन गर्छ। यति दुईटा कुरा गर्छ नि त मान्छेले भन्दाखेरि आर्थिक प्रणाली चाहिँ त्यो जातिको आर्थिक प्रणाली, त्यो मानव समूहको आर्थिक प्रणाली पनि अरूसँग पृथक भएर आउँछ, बन्न थाल्छ। र अनि पाँचौँ कुरा चाहिँ यो चारवटा कुराले उसको संस्कृति छुट्टै, भाषा छुट्टै हैन, त्यसपछि भूमि थलो छुट्टै, त्यसपछि उसको यो आर्थिक प्रणाली पनि केही न केही आफ्नै खालको भइसकेपछि अनि त्यो मानव समूहलाई के लाग्न थाल्छ भने हामी चाहिँ छुट्टै हौँ, हामी छुट्टै हौँ भने मनोविज्ञान आउन थाल्छ। जस्तो झिनेवा भन्ने आउँछ नि हैन। झिनेवा भन्यो भनेदेखि चाहिँ अलिक फरक भइहाल्छ, अरूभन्दा आफूलाई अलिकति आनन्द आउने हैन, अलिकति फरक हुने हुन्छ। त्यो किन हुन्छ त भन्दाखेरि भाषा मिल्छ, संस्कृति मिल्छ, बस्ने ठाउँ उत्पत्ति थलो एकै ठाउँ छ हैन। आर्थिक क्रियाकलाप पनि हामी सँगै गर्थ्यौँ पहिला, त्यसकारण गर्दा हाम्रो आफ्नो छुट्टै ग्रुप भयो भन्ने भावना आउँछ। त्यो कुनै अन्यायपूर्ण भावना हो, कुनै अन्यायपूर्ण भावना होइन। त्यो भावना भने अर्कोलाई दमन गर्नुपर्छ भन्ने भावना होइन। त्यो चाहिँ हामी झिनेवा भन्ने भावना हुन्छ, हामी तामाङ भन्छौँ हैन, हामी गुरुङ भन्छौँ। यसरी यो भावना आउँछ। यो भावना समेत आउने समूह जब बन्दछ मानवको, त्यसलाई हामी नेसन भन्छौँ अथवा राष्ट्र भन्छौँ अथवा राष्ट्रियता पनि भन्छौँ अथवा जाति। नेपालमा प्रचलित शब्द जाति। भनेपछि एउटा जाति हुनका निम्ति पाँचवटा कुरा मोटामोटी हुनुपर्ने रहेछ। एउटा जाति भने एउटा उसको निश्चित भाषा छ, उसको निश्चित भूमि थलो छ, उत्पत्ति थलो छ, उसको निश्चित अरूसँग नमिल्ने संस्कृति छ हैन, उसको चाहिँ आर्थिक प्रणाली छ र उसको चाहिँ मनोविज्ञान छ। यी पाँचवटा कुरा कुनै विद्यालयले चारवटा भनेका छन्, कुनै विद्यालयले तीनवटा भनेका छन् हैन, कसैले पाँचवटा भनेका हुन्, कसैले छवटा पनि भनिहाल्नु, त्यो मुख्य कुरा भएन। तर मुख्य कुरा चाहिँ भाषा, भूमि थलो, मनोविज्ञान, आर्थिक प्रणाली र संस्कृति। र त्यसको पनि ज्यान चाहिँ भाषा, त्यसको केन्द्रीय चिज चाहिँ भाषा हैन। नेवार जातिमा त यो चर्चितै छ, भाषा भाषा जातिमा यो भन्ने हैन, त्यो निकै चर्चितै छ, छँदैछ आजको हैन। अब त्यसले गर्दा यो त बुझेकै कुरा छ। नेपालमा भाषाको महत्त्व कुनै जातिले बुझाएको छ भने सबभन्दा बढी मैले देख्छु नेवारले बुझाएको छ हैन, जातिको रूपमा। त्यसपछि मात्रै अरूले बुझा जस्तो भएको हुन्छ, किनकि लडाइँ पनि उनीहरूले 40 सालपछि उनीहरूले मङ्गा खला मार्न सुरु गरेका हो सबभन्दा बढी। खैर, अब त्यसकारण यो पाँचवटा चिज हुने मानव समूहलाई हामी जाति वा नेसनालिटी वा राष्ट्रियता वा राष्ट्र वा नेसन भनेर हामी भन्छौँ। अब यो स्टेजमा नपुगेका समूह पनि हुन्छ, जस्तो कबिला स्तरमा छन्, उनीहरूसँग एउटा भाषा त छ, तर त्यो भाषालाई व्यक्त गर्ने उनीहरूसँग साहित्य हुँदैन, लेख्य परम्परा हुँदैन, लेख्य परम्परा छैन, साहित्यिक जीवन छैन हैन। त्यसपछि अब उनीहरूसँग दर्शनको रूपमा दार्शनिक प्रणाली विकास भइसकेको भयो। दार्शनिक प्रणाली भन्नाले जस्तो कि अब सूर्य पूजा गर्ने, माटो पूजा गर्ने, पानी पूजा गर्नेसम्म त छ, रुखलाई पूजा गर्नेसम्म त छ, प्रकृतिलाई पूजा गर्नेसम्म छ
तर त्योभन्दा माथि त्योभन्दा अगाडि आएर त्यो प्रकृति र ती शक्तिहरूको बारेमा दार्शनिक रूपमा सोच्ने प्रणाली उनीहरूसँग हुँदैन। दार्शनिक रूपमा सोच्ने प्रणाली त्यो भनेको के त भने जस्तो कि नेवारले सूर्य देवताको पूजा गर्यो भने सूर्यलाई देवता भनेर पूजा मान, त्यहाँ एउटा दर्शन आयो, त्यहाँ दर्शन आएन, त्यहाँ एउटा विचारधारा आउँछ। तर एउटा कविलाई मान्छेले, कविला समाजमा मात्रै बसेको मान्छेले रुखलाई पूजा गर्यो भने रुखलाई मात्रै पूजा गर्छ, त्यसको दर्शन हुँदैन। रुख के हो भन्ने उसको दर्शन हुन्छ। जस्तो कि माझीहरूले पानी पूजा गर्छ, पानी पूजा गर्छ, तर पानीलाई उनीहरूले न ईश्वर भन्छन् न विज्ञान भन्छ, केही पनि परिभाषित गर्दैन, पानी पूजा गर्छ, त्यति मात्रै। पछि दार्शनिक प्रणाली उनीहरूसँग आइसकेको हुँदैन, दार्शनिक प्रणाली आइसकेको हुँदैन, भाषा संचारको रूपमा व्यवस्थित भइसकेको हुँदैन। पछि कविलाई समाज चाहिँ राष्ट्र भइसकेको मानव जमातभन्दा पछाडि हुन्छ, त्यो सत्य कुरा। किन थुप्रै कविलाहरू एक आपसमा मिलेपछि मात्रै राष्ट्रको रूपमा हुन्छ। जस्तो कि नेवार जाति जातिको रूपमा अगाडि आउनलाई यसभित्र धेरैवटा वंश परम्पराका, धेरैवटा विचारधाराका, धेरैवटा परम्पराका जातिहरूको यसमा मिश्रण हुँदै आयो होइन। किराँतहरू यसमा ठुलो सङ्ख्या भयो होइन। त्यसपछि अब लिच्छवीहरू आए, उनीहरू आर्यहरू थिए होइन, वैशालीबाट आए, इस्वीसम्मको 171 देखि 200 को बिचमा उनीहरू यहाँ बसे। त्यसपछि त्यो लिच्छवीहरू त्यही समूहभित्र उनीहरू मिसिन पुगे, त्यसपछि मल्लहरू आइपुगे, त्यही समूहभित्र मिसिन पुगे। त्यसपछि आवश्यकता पेसागत जातिहरूको निम्ति पेसा जानेका विभिन्न देशबाट मान्छेहरूलाई झिकाउन थालियो होइन। मिथिलाबाट धोबीहरूलाई झिकाइयो होइन, उनीहरू नेवारकरण हुँदै गए। सबभन्दा पछि नेवारकरण हुँदै गएको धोबी नै हो। हुन त अब नेवा मुसमा पनि आइसक्यो होइन। त्यस कारणले अब त्यसको पनि तपाईँहरूको अगाडि चुनौती होला अथवा कार्यभार होला, त्यो तपाईँहरूले छलफल गर्ने कुरा भइहाल्यो। अब धोबीहरू त्यसरी आए, त्यसपछि अब कोलीहरू आए, कोलको काम गर्नलाई, तेलको काम गर्नलाई कोली प्रजातिहरू, शाक्य प्रजातिहरू आए यहाँ होइन। भनेपछि विविध प्रजातिहरू मिसिँदै 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 अनि एउटा नेसनको रूपमा, एउटा राष्ट्रको रूपमा नेवार एउटा जातिको रूपमा अगाडि आयो। धार्मिक परम्परा पनि यसको मूलभूत रूपमा दुईवटा परम्परामा विभाजित भयो। एउटा वैष्णव, एउटा शैव परम्परामा आधारित हिन्दू, एउटा चाहिँ वज्रयानको गौतम बुद्धबाट होइन। अब नेवार कुनतिर छ भने उसको पुरेतको हो भनेर सोध्नुपर्ने हुन्छ होइन। कतातिर छ धार्मिक रूपमा, कतातिर छ त भन्यो भने उसको पुरेतको बुवाजु हो कि राजोपाध्याय होइन। त्यो सोधेपछि मात्रै ऊ कतातिर लागेको छ भने थाहा हुन्छ, त थाहा हुँदैन। यो भनेको चाहिँ जातिको गुण हो। जातिभित्र चाहिँ त्यस्ता धेरै समूहहरू एउटा निश्चित भाषा, निश्चित संस्कृतिको आधारमा चाहिँ गोलबन्द हुन्छ र झिनेवा भन्ने ठाउँमा पुग्छ, त्यो जाति हो। त्यसरी जातिको रूपमा विकसित भइसकेको मानव समूह चाहिँ अर्को कुनै मानव समूहभन्दा आधारभूत रूपमा अर्कोको शासनमा बस्नुपर्ने खालको हुँदैन। कबिलाहरू चाहिँ कबिलाई समाजका मान्छे जो मानव श्रेणीबद्ध रूपमा नै उसले विकास गर्नै बाँकी छ होइन, तिनीहरू चाहिँ उनीहरू विकास गर्न बाँकी अवस्थामा हुन्छन् हो। उनीहरू राष्ट्रहरूभन्दा, नेसनको रूपमा विकसित जातिहरूभन्दा उनीहरू पछाडि नै हुन्छ, त्यो कुरो सत्य हो। तर जो नेसनको रूपमा, राष्ट्रको रूपमा, जातिको रूपमा यो पाँचवटा गुणसहित, अघि मैले भने पाँचवटा गुणसहित जो अगाडि आइसकेका हुन्छन् होइन। कसैसँग कुनै गुण अलिक कम होला, कुनै गुण अलिक बढी होला, त्यो बेग्लै कुरा। सबै जाति समूहसँग अथवा सबै राष्ट्रहरूसँग बराबर क्षमता हुनुपर्छ भन्ने हुँदैन। त्यसो त हरेक मान्छेसँग बराबर क्षमता हुँदैन। तर प्रत्येक मान्छेलाई मानिस नै भनिन्छ। प्रत्येक मान्छे प्रत्येक मानिसभन्दा अग्लो वा होसो छ होइन। प्रत्येक मानिसभन्दा गोरो वा कालो छ होइन। प्रत्येक मानिसको बनावट केही न केही फरक छ। तर यसको मतलब के छैन भने बनावट फरक भएको हुनाले प्रत्येक मान्छे अर्को मान्छेको निम्ति शासित हुन लायक छ भन्ने अर्थ त निश्चित नै, किनकि आधारभूत रूपमा मानिस हुनको निम्ति चाहिने उसँग गुण छ। त्यस्तै राष्ट्रको रूपमा, नेसनको रूपमा अथवा जातिको रूपमा विकसित भइसकेको, अघि मैले भने 5 गुणसहित भाषा, संस्कृति, भूमिथलो, मनोविज्ञान र अर्थ प्रणाली सहित अगाडि आइसकेको कुनै एउटा जाति छ भने चाहिँ त्यो अर्को जातिको दाँजोमा चाहिँ कमजोर भन्ने हुँदैन, हुनै सक्दैन। किनकि ऊ आफू जातिको रूपमा आउनका निम्ति चाहिने जतिवटा चिज हो उसले त लिएर आइसक्यो नि, सर्टिफिकेट उसले त लिएर आइसक्यो, उसँग त्यो चिज छ। आफूलाई अगाडि लानका निम्ति उसँग भाषा छ होइन। कोहीसँग लेखे परम्परा हुनसक्छ, कोहीसँग नहुनसक्छ, त्यो ठुलो कुरा होइन। उसँग भाषा छ,
भाषा छ भने लिपि त उसले पढाउन सक्छ नि, लेख्न त उसले सकिहाल्छ नि, केही कुरो छैन। भाषा छ, उसको निश्चित विकसित भएको उसको भूमिथलो छ, उसँग मनोविज्ञान आफ्नो समुदायको मनोविज्ञान जब्बर छ, उसँग संस्कृति पृथक छ र उसँग आर्थिक प्रणाली पनि छ भनिसकेपछि ऊ चाहिँ अर्को जातिबाट शासित हुन लायक हुँदैन, अरूसँग सहकार्य गर्न लायक हुन्छ र शासित हुन लायक हुँदैन। अब नेपालकै कुरा गरौँ, नेपालको कुरा गर्दाखेरि जस्तै खस आर्य चाहिँ अब्बल भन्ने प्रश्न उठाइयो। अब हामी दाँजेर हेर्दा थाहा खस आर्य भनेका को हुन् भनेपछि त्यहाँ दुईवटा शाखा छ। एउटा युरोपबाट हिँडेर ककेसिया भ्याली हुँदै फेरि मैदानसम्म पुगेर अब नेपालको विशेषतः कालीगण्डकी पारी पहाडी भेगमा इस्वी सम्वतको 200तिरबाट बसाइ गर्न सुरु गरेका मस्टो पूजक समुदाय जो हिन्दू थिएन। मस्टो उनीहरूको कुलदेवता, दिवालीमा जो नेवारहरूले पूजा गर्छन् त्यसै गरी उनीहरूले पनि मस्टो भन्ने उनीहरूको कुलदेवताको नाम हो हैन। 12 भाइ मस्टो हुन्छन्, 9 बहिनी मस्टोका दिदीबहिनी हुन्छन्, तिनीहरूलाई पूजा गर्छन् उनीहरूले। कुनै मस्टोले रगत खान्छ, कुनै मस्टो शाकाहारी हुन्छ इत्यादि। मस्टो पूजक समुदाय थिए, उनीहरूलाई खस भन्ने हो। ककेससबाट आएर अपभ्रंश हुँदै खस भएको हो, त्यही खसलाई खे भन्ने कुरा हो। अब उनीहरू खस साम्राज्य भनेर जो भनिन्थ्यो मल्ल चल्ल हुँदै जो विकसित भयो, यहाँ चाहिँ नुवाकोटसम्म जो फैलिए त्यो मल्ल साम्राज्य नै थियो। उनीहरूको भाषा खस भाषा थियो। अहिले यो मैले जो बोलिराखेको छ त्यसको पुरानो भाषा भनौँ, बुझ्नका निम्ति त्यति मात्र त्यो पुरा बुझ्नका निम्ति। उनीहरूमा जात व्यवस्था पनि थिएन हैन, र उनीहरू मूलतः प्रकृति पूजक थिए र मस्टो पूजक थिए। धामी परम्पराका थिए। धामी बस्ने भन्ने आफ्नो कुलदेवता बोलाउनु पर्यो भने धामी बसेर काम नै उनीहरूको परम्परा हो। अब एउटा शाखा त्यो आर्य त आर्य हो, तर ककेसिया हुँदै आएको, जात व्यवस्था नलिए आएको, वेद धर्म हिन्दूसँग सम्बन्धित नभएको समूह हो त्यो। त्यसपछि 11औं शताब्दीपछि इरानका शासकहरूले भारतमा पटक पटक आक्रमण गरिसकेपछि त्यसको केही खलक हैन, आर्यहरूको जो हिन्दूकरण भएको जो खलक थियो, उनीहरू केही समूह त्यहाँबाट उपयुक्त जमिन वा आफ्नो बचाउ जे भन्नुहोस् त्यसको निम्ति उनीहरू नेपालको पश्चिम नेपाल हुँदै सतलज नदी काटेर अनि महाकाली काटेर उनीहरू फैलिए र फैलिने क्रममा उनीहरू हिन्दू दर्शन विकसित गरेर आएका, वेद विकास गरेर आएका। उनीहरू पनि युरोपबाट 5000 वर्ष अगाडि नै गङ्गा मैदानमा आइपुगेका हुन्। उनीहरूले त्यहाँ आएपछि वेद विकास गरे, रामायण भन्नुहोस्, महाभारत भन्नुहोस् हैन, सबै गर्दै मनुस्मृति भन्नुहोस् गर्दै एउटा हिन्दू एउटा सोसाइटी जात व्यवस्थामा आधारित, वर्ण व्यवस्थामा आधारित सोसाइटी निर्माण गर्दै अनि त्यसको एउटा समूह 11औं शताब्दीदेखि 14औं शताब्दीसम्म पश्चिम नेपालमा प्रवेश गरे। त्यो प्रवेश गर्ने क्रम सँगसँगै उनीहरूले त्यहाँका खसहरूसँग मिलेर जात व्यवस्था पनि निर्माण गरे। पश्चिममा जात व्यवस्था पनि निर्माण गरे। त्यसकारण त यो खयहरूभित्र भएको जात व्यवस्थामा चाहिँ यो जयस्थिति मल्लवाला केही पनि छैन। धेरै मान्छेले भन्छ कि जयस्थिति मल्लले नेपालमा जात व्यवस्था बनाए, त्यो कुरा सत्य होइन। जयस्थिति मल्लले बागमती भ्यालीमा मात्रै बनाएको। जयस्थिति मल्लको धेरै लामो शासन भनेको कहाँसम्म थियो भने नुवाकोटसम्म, अझ कहिलेकाहीँ फैलिएर गण्डकीसम्म पनि पुग्छ भन्दैछ होइन, उता तामाकोसीसम्म, उता गण्डकीसम्म, त्यहाँभन्दा उता थिएन। यो 4 जात 36 वर्णवाला कुरा त जयस्थिति मल्लको होइन। जयस्थिति मल्लको त 4 वर्ण 64 जातको कुरा हो होइन। जयस्थिति मल्लको सुधारमा त्यही लेखाएको छ। त्यो उताबाट आएको हो, त्यो पश्चिमबाट आएको भनिसकेपछि उनीहरूले जात व्यवस्था निर्माण गर्दै आए। भनेपछि त्यहाँ दुईवटा शाखा मिसियो आर्यहरूको, एउटा ककेसियल शाखा, अर्को वैदिक शाखा। वैदिक शाखालाई आर्य मात्रै भनियो, उनीहरूलाई खस भनियो। अब उनीहरू एक आपसमा वंश परम्परा पनि मिलाए, बिहेबारी पनि चलाए, जात व्यवस्थामा पनि आए, एउटै भाषा पनि बनाए। भनिसकेपछि उनीहरू अब एउटा जातिको रूपमा अगाडि आए। उनीहरूसँग पनि एउटा भाषा, एउटा संस्कृति होइन, त्यसपछि एउटा आर्थिक प्रणाली भन्नुहोस् इत्यादि। खस आर्य एउटा जातिको रूपमा आयो। अब खस आर्य एउटा जातिको रूपमा आयो, तर त्यो कस्तो जाति हो भने त्यसमा जात व्यवस्था भएको जाति हो। त्यसभित्र तहगत संरचना हुन्छ, ब्राह्मण भन्ने हुन्छ। ब्राह्मण पनि 4 प्रकारको हुन्छ होइन, नेपालभित्र चाहिँ, भारतमा हुँदैन, नेपालमा 4 प्रकारको हुन्छ।
एउटा ब्राह्मण पूर्वीय ब्राह्मण भन्ने हुन्छ, एउटा ब्राह्मण कुमाई ब्राह्मण भन्ने हुन्छ हैन। दुईटा ब्राह्मण त भइहाल्यो। अर्को जैसी भन्ने हुन्छ, त्योबाट एक तह घटेको हैन। 3 प्रकारको त भइहाल्यो। अब क्षेत्री भन्ने आउँछ त्यसपछि। क्षेत्री 3 प्रकारको हुन्छ, एउटा चर्लो क्षेत्री